कति हुँदैछ गाइस गाइस ओ माई गड मैले एउटा भिडियो हेरेँ क्या मलाई भ्लग बनाउनु पुरा सरम लाग्यो त्यो चाहिँ सो यहाँनिर रातो आउँदो रहेछ किनभने यो पर्दाले गर्दा होइन सो म चाहिँ अब यहाँ के गर्नु गइरहेको छु भन्दाखेरि कोठा एकदम ल्याङफ्याङ भइरहेछ मैले अघि सफा गरेको अब चाहिँ म यहाँनिर मेरो लथालिङ सामानहरू थन्काउन गइरहेको छु थन्काउनु पनि अन्त यो चाहिँ अब 1-2 दिनमा लिनु आउँछ यो चाहिँ मेरो भाउजूको लागि मैले भाउजूले बुन लिनु भनेको थिएँ अन्त बुन दिएको थिएँ लाइक दिस यो चाहिँ अब चर्च हामी चाहिँ चर्चहरू जान्छ होइन त्यसो गर्दा पनि हुन्छ हो छोटै बुनिदिनु भने मैले छोटै नै बुनिदिएँ तर यो चाहिँ अलिक लामो बुनिदिएको कारण चाहिँ अब भाउजूहरू कुर्ता लाग्छ नि त त्यसो गरोस् यसो भए यस्तो होस् भनेर होइन यस्तो होस् भनेर यो चाहिँ फिनिस भएको तर अलिकति भाउजूलाई चाहिँ फुल बनाइदिनु भने कि अन्त यो चाहिँ अलिकति यहाँ बोर्डर हालिदिनु भन्छ भने हो अन्त यो त थाहै छ होला यो आई अलरेडी मेड दिस वान फर मी होइन मेरो लागि यो बनाएको यो चाहिँ त ब्रेड चाहिँ अलिकति उयो सानो भएछ कि पल्टिहाल्दो रहेछ यस्तो हुँदो रहेछ इफ तपाईँहरू बुन्नु हुँदैछ भने यो चाहिँ अलिक ब्रेड चाहिँ अलिक ठुलै बुन्नु किनकि पल्टिँदो रहेछ नि त बट यो चाहिँ मलाई मनपर्छ दिस इज माई क्रिएटिभिटी यो चाहिँ मेरो फर्स्ट हो मैले बुनेको कलर कम्बिनेसन चाहिँ यता पनि त्यस्तै रहेछ मरुन खोजेको कि एक्चुअली मरुन चाहिँ पाइनँ तर मेरो दाजुको यो चाहिँ स्टार्टिङमा मैले नजाने त्यत्रो धागोलाई पठाएछु बट यसको पनि म युटिलाइज गर्छु यो 2 लाची हो कि न 3 लाची धागो हो कि यसको म स्वेटर बुनौँ भनेर सोच्दै पातला खालको त्यो हुन्छ नि बाहिर त्यो आउटरहरू टाइपको त्यो बुन्छु होला यसको चाहिँ हो त्यो चाहिँ मैले पहिला मफलर काँटाले बुनेको थिएँ तर त्यो मफलर चाहिँ मैले फुकालेँ किनभने त्यो त्यो मलाई अलिक मन परेन नि त अन्त यसको पनि म केही न केही युटिलाइज चाहिँ गर्छु हो धागोहरू यति बेसी छरपष्ट छ यो पनि मैले त्यो सनफ्लावर सिक्छु हो यो चाहिँ मैले फेरि सानो खालको धागो ल्याइ पठाएछु कि यसको फुल उयो के भन्छ स्कार्फ बुन्दाखेरि पुरा टाइम लाग्ने रहेछ चाहिँ कि अब म यसै सोच्दैछु यस्तो हेयरबिनहरू बुनिदिउँ भनेर हो अन्त आई हेभ टी सर्ट छ यहाँनिर म किन यसरी देखाउँदैछु भने आज सबैको थन्काउनमा धागोहरू रहन्छ नि त यसको पनि मैले मफलर बुनेँ यो मैले गिफ्ट गरिदिएको छु एकजना साथीलाई हो अन्त कलरको ओहो मैले मजाको दिएँ थिएँ मजा यहाँ रहेछ यो चाहिँ दिदीले स्टार्ट गर्नुभएको मेरो दिदीले पनि हुन्छ हो धागो यस्तरी म्यास भइरहेछ यसलाई चाहिँ फ्यास्ट बनाउने हो यो छ साउन्ड चाहिँ ढाडेर आइरहेको होला किनकि हाम्रो फ्रन्ट क्यामेरा गरिरहेको छ नि त यो छ जो बिगिनर हुनुहुन्छ त्यो मलाई साथीले रिकमेन्ड गरेको किन उसले धेरै बेसी बुनिन्छ कि मलाई थाहा थिएन मैले चाहिँ एउटा कुर्सी यस्तो कुर्सी मगाएर बुनेको त्यो चाहिँ ठुलो साइजको रहेछ होइन बट मेरो साथीले यो कति 300 या 400 पर्यो यो डिब्बामा सबै हुँदैछ यो के को युज हुन्छ भनेर मैले पनि सोच्दै थिएँ यिनीहरू त आई डोन्ट नो यो मैले युज गर्दिनँ के युज हुन्छ भनेर हो बट यिनीहरू चाहिँ त्यो घरहरू बनाउँदाखेरि जस्तै यो मतलब काउन्ट बिर्सिन्छ भने यो लाउँदाखेरि पनि हुँदो रहेछ हो दिस वान इज कटर यहाँ कटर पनि दिँदो रहेछ यो इन्ची टेप पनि दिँदो रहेछ हो अन्त यो चाहिँ के हो निडल्स यो पनि हो यो त्यो फुलहरू लाउँदाखेरि गर्ने निडल्स आई डोन्ट नो यो के हो मलाई थाहा छैन मैले सबै कुरा हेर्छु यो चाहिँ धागो बेटार्ने हो किन के हो यो मलाई थाहा भएन हो कत्रो भल्युम गरेको हो मेरै फोन कानै बल्यो सबै फिबर हो यस कुर्सी चाहिँ बरु टाइप्सको भएको आउँदो रहेछ यो चाहिँ मैले स्टार्टिङमा बुनेको हो यस्तो मैले यो बुनेको हो दिदीले ट्राई गरेको हो उनीहरू सबै ट्राई गरेको म युज गरेर म भन्दा आँटेको म भ्लग बनाउँछु सनफ्लावरको लागि चाहिँ मैले साथीले मेरो चाहिँ धागोहरूमा त्यस्तो राम्रो छैन त मैले सबै साथीले नै गरिदिन्छ थ्याङ्क यू सो मच दिप्ती यो दिप्तीले मलाई रिकमेन्ड गरेर सबै उसले नै ल्याइदिएको यो पोकापोकी यो भनेरै साह्रै सानो धागो ल्याइ पठाएछ कि बट आई युटिलाइज दिस वान पनि ल अन्त यो चाहिँ मैले रेड र नि यसको कम्बिनेसन गरेर मैले एउटा मफलर बुन्दैछु म अहिले यहाँनिर राखिदिन्छु होइन त्यो मफलर चाहिँ मेरो बहिनीको लागि बुन्दैछु एकदम दामी कम्बिनेसन हुँदो रहेछ यो एन्ड द यो कलर हो ओ माई गड लाग्दै छैन छ जतिको ओ ए यो चाहिँ त्यो यस्तोमा हालेर यहाँ धागो हालेर सरर गर्दो हुँदैन यो मैले भिडियो देखेको थिएँ
यिनीहरू हो यति बेसी छरपस्टै छ। ओ माई गॉड प्रेरणाले देख्यो भने मार्छ होला तर प्रेरणा यहाँ हेरिरहेको तैँले अस्ति दिएको चाहिँ मेरीलाई पनि दिनु भनेर कलकत्ताबाट चिनो ल्याइदिएको यहीँनिर रहेछ। यस्तो काम चाहिँ मेरो यस्तो छ भनौँ नि के चाहिँ भन्नु अब आफूले आफूलाई मलाई रिस उठ्छ मेरो काम देखेर चाहिँ नि। अब चाहिँ भयो मैले बोलेको भिडियो बनाइसकेँ। अब चाहिँ मैले सबै ठानको मनको गर्छु ल भने चाहिँ नि यस्तरी गर्दै थियो। मैले एउटा भिडियो हेरेको थिएँ यस्तो गरी होइन यस्तो गर्यो यस्तरी बुझ्दै जाँदाखेरि मैले एकदम बेसी अल्छी लाग्छ। अब मलाई चाहिँ यहाँ सबै ठाउँको मनको गर्नुपर्ने छ कि अन्त त्यही भएर चाहिँ मैले यो गरेको आज चाहिँ हो। अन्त अब हाम्रो निर्णय भयो कि हामी पल्लोपट्टि भाउजूकोमा जाने भनेर चाहिँ। सो यो भिडियो चाहिँ कहिले आउँछ मलाई थाहा छैन तर म काम गरेको दिन्छु। यति साह्रो बिजी हुन्छ होइन। बिहान उठ्यो अलिकति काम गऱ्यो ड्युटी गयो आयो काम गऱ्यो ड्युटी गयो है। सो आज चाहिँ म अलिकति बिसन्चो भएर बसेको होइन। मलाई चाहिँ सबै थनको मनको गर्दै गर्दाखेरि चाहिँ यो देखा पऱ्यो होइन। अब यो युकेलेलीको आवाज सुन्दै युकेलेली जस्तो भइसकिसकेछ हो। यो चाहिँ मलाई बर्थडेमा गिफ्ट दिएको मेरो साथीले होइन बहिनीले। पहिला पहिला चाहिँ सिक्थेँ पुरा चाकर लाग्थ्यो सिक्थेँ आएर सिक्थेँ होइन। अहिले चाहिँ अब अलिकति जानेर बेसी युकेलेलीको नलेज छैन मलाई होइन। त्यो मैले सिकेको भनेको गिटार चाहिँ मैले भएको कुरा मैले क्लास गरेको पहिला क्लास 10मा पढ्दाखेरि चाहिँ मैले बेसिक गिटारको चाहिँ क्लास गरेको सरकोबाट। जुन मैले त्यो इन्स्टातिर फोटो हाल्छु नि सरसँग सरले सिकाउनु भएको अलिअलि आउँछ बजाउनु। युकेलेली चाहिँ अब मैले बजाउँछु भनेर उयो गरेर चाहिँ युट्युब हेरेर सिक्नेले सिकिहाल्छ होइन। तर म चाहिँ अलिक अल्छिनी छु भन्नु पनि बिहा हुँदैन नि त अलिकति भन्नु पर्दाखेरि। तर अब म यो वर्ष चाहिँ मैले सोचिरहेको छु म्युजिकको फिल्डमा म अलिकति भए पनि अघि बढ्छु भनेर हो। किन मलाई चाहिँ मनपर्छ यस्तो इन्स्ट्रुमेन्टहरू युकेलेलीहरू भएपछि केहरू भएपछि मलाई बजाउनु मनपर्छ बजाउनु पनि आउँछ अलिअलि होइन। सो बट साउन्ड इज लाइक दिस। यो सबै मिलाउनु पर्छ होइन। अन्त यो म एक झलक चाहिँ देखाउँछु कतिको मेसी भएको छ भनेर ल। अघि सबै चकचक गरेको होइन। अब म यहाँ सबै थन्काउँछु 12 बज्न आँट्यो होला। अन्त अब म भाउजूकोमा जान्छु। भाउजूले चाहिँ अस्ति चाहिँ यस्तो भयो भाउजूले चाहिँ अस्ति नै चाउमिन बनाइदिन्छु भनेको थियो होइन। अन्त अब चाउमिन खान जान्छु। त्यहाँदेखि आएर चाहिँ के हुन्छ कस्तो हुन्छ बेसी सुत्यो भने त्यस्तो हुन्छ। भोलि त ड्युटी जानुपर्छ बेसी छुट्टी बस्नु हुँदैन।